यो भिडियो चाहिँ पुनमजीको लागि। सो रिडिङ फिल इन द ब्ल्याङ्क्सको टिप्स भन्नुभएको छ है। सो यसमा चाहिँ रिडिङको मेन पार्टमा चाहिँ नि देयर आर नो सर्ट एन्ड काइन्ड अफ टिप्स भन्दा चाहिँ एउटा भनौँ न एकदमै फास्ट फेजमा चाहिँ जाने चाहिँ हुँदैन। सो त्यही भएर चाहिँ मैले एउटा ठ्याक्क लेखिदिएको छु होइन। सो फर्स्टमा चाहिँ युनिट टु प्र्याक्टिस विथ स्याम्पल क्वेसन्स है। सो स्याम्पल क्वेसन्सहरू प्र्याक्टिस गर्ने गर्नुहोस्, त्यसले एकदम तपाईँलाई हेल्प पुर्याउँछ। त्यसले गर्दा चाहिँ के हुन्छ भनेदेखि तपाईँलाई चाहिँ त्यो फर्मेट र टाइप्स चाहिँ कस्तो हुन्छ भन्ने कुरा चाहिँ तपाईँलाई थाहा हुन्छ। ओके, सो फर्स्ट प्र्याक्टिस विथ स्याम्पल क्वेसन्स एन्ड द सेकेन्ड वान यु निड टु इम्प्रुभ यर भोकाबुलरी है। किनभनेदेखि यसमा एकदमै इन्स्ट्यान्ट रुल भन्ने छैन। यु निड टु इम्प्रुभ यर भोकाबुलरी सच एज रिडिङ न्युज पेपर्स एन्ड अल दोज थिङ्स। ओके, न्युज पेपर्सहरू, बुक्सहरू, आर्टिकल्सहरू चाहिँ पढ्ने एउटा बानी बसाल्नु नर्मल्ली। अब तपाईँलाई भनौँ न 1 मन्थ 2 मन्थको ट्युसन छ भनेदेखि चाहिँ नि तपाईँले चाहिँ नि त्यसरी चाहिँ बानी बसाल्नु पऱ्यो कि है। सो युज भोकाबुलरी बिल्डिङ टुल्स अल्सो होइन। त्यसले त्यो एउटा टुल्स हुन्छ, एप्लिकेसन्स हुन्छ जसले चाहिँ तपाईँलाई अलिकति सजिलो बनाउँछ। अन्डरस्ट्यान्ड द कन्टेक्स्ट भनेर बनाएको छ होइन। अब यो तपाईँको कस्तो छ भन्दाखेरि कन्टेक्स्टलाई चाहिँ अलिकति बुझ्नु कि अब के को बारेमा हो भनेर। त्यसले गर्दा तपाईँलाई चाहिँ नि त्यहाँ भर्नको लागि आइडिया चाहिँ तपाईँलाई बुझ्न चाहिँ सजिलो हुन्छ है। लुक फर क्लुज इन सराउन्डिङ सेन्टेन्स टु इन्फर्म यर चोइस। मैले भन्न खोजेको यसमा चाहिँ नि क्लुहरू चाहिँ हेर्न सहिलो हुन्छ भनेर। र पे एटेन्सन टु ग्रामर एन्ड सिन्ट्याक्स एकदम नै धेरै याद गर्नुपर्ने कुरा चाहिँ यु निड टु पे एटेन्सन अन दि ग्रामर। ओके, सो ग्रामरमा चाहिँ एकदम नै एटेन्सन गर्नु पऱ्यो। सब्जेक्ट भर्ब एग्रिमेन्टको बारेमा मैले भनिसकेको छु। टेन्सको बारेमा पनि तपाईँले हेर्न सक्नुहुन्छ मेरो पुरानो भिडियोमा, त्यहाँ पनि छ। र ओभरअल सेन्टेन्स स्ट्रक्चर पनि तपाईँले हेर्नु पऱ्यो है।